नमस्ते, म सेफ भरत। यहाँलाई सुमो भरत युट्युब च्यानलमा स्वागत छ। आज म यहाँहरुको लागि साल्मन माछा फ्रेश छ छैन कसरी थाहा पाउने र यसलाई कसरी काट्ने भन्ने बारेमा भिडियो लिएर आएको छु। आउनुस् साल्मन तर्फ लागौं। साल्मन माछा फ्रेश छ छैन कसरी थाहा पाउने? सर्वप्रथम साल्मनको पिच हेर्नुपर्छ, राम्रो छ, फ्रेस हो। अनि अर्को तरिका भनेको यसको साइनिङ पार्ट हेर्नुपर्छ, साइनिङ छ, फ्रेस हो। हामीले चाहिँ साल्मन टच गर्यो भने बाउन्स भयो भने चाहिँ यो फ्रेस हो। तर हामीले यो यसो दबाउँदाखेरि यो साल्मनको माछामा चाहिँ भित्र बढिरह्यो भने यो फ्रेस होइन भनेर बुझ्न सकिन्छ। र अर्को तरिका भनेको हामीले सुँग्दाखेरि जब माछा गनाउन थाल्छ नि हामीले बुझ्नुपर्छ कि यो माछा सर्न गइरहेको छ। अब म तपाईँलाई साल्मन माछा काट्न दिन्छु। यहाँ घाँटीमा सिधै काट्छ, सिधा चाहिँ नकाट्ने। सिधा काट्यो भने यति भाग चाहिँ वेस्टेजमा जान्छ होइन। हामीले जहिले पनि छड्के तरिकाले काट्ने, छड्के तरिकाले लिएर जाने। अनि यसको यो भाग यो हालेर काटिन्छ। अब हामीले चाहिँ यो साल्मनको यो भाग काट्ने। यो भाग काट्दाखेरि चाहिँ यहाँनिर चाहिँ रेखा छ होइन, यसरी जहिले पनि रेखा हुन्छ माछाको। त्यसको थोरै माथिबाट हामीले काटेर लिएर जाने है त। थोरै माथिबाट लिएर गएको छु, थोरै यसरी काट्ने। अनि त्यसपछि यसको पनि रेखा बसेको छ, हेर्नुहोस् यहाँको बिचको भाग छ, डाँडी आएको छ। थोरै माथिबाट लिएर जाने है त। पहिलो भाग थोरै रेखा मात्रै बनाउने। यसलाई थोरै भित्र अब यसको बोन फिल गर्ने। अब यसलाई माछा निकाल्ने। यहाँ यताबाट निकाल्ने, यतापट्टिबाट पनि हल्का उचाल्नुपर्छ, यताबाट पनि उचाल्नुपर्छ है हामीले। यहाँ वेस्टेजहरू केही पनि छैन। अब अर्को पार्ट काट्ने। अर्को पनि यो डाँडीको थोरै त्यसको तलबाट काट्ने। यसलाई पल्टाएर सुरुमा रेखा मात्रै बनाउने। अब यसलाई पल्टाएर माथिबाट चालु गर्दै लिएर जाने। यसको पनि बोन फिल गर्ने त अहिले यो पनि। अब माछा काट्ने हल्का माथि लिएर जाने। हेर्नु कस्तो सजिलो छ। यसको वेस्टेज पनि आएको छैन है त, एकदम ठिक छ त। एकदम पातलो छ। अब यो पार्टको यहाँनिर बोन छ होइन, यसलाई निकाल्ने है त हामीले। चक्कुलाई माथि मात्रै लिएर जाने, हल्का सरर लिएर जाने। फेरि यताबाट फर्काएर यो पार्ट चाहिँ धेरै बोसो जमेको छ है त, यसलाई चाहिँ निकाल्ने।
माथि पनि त्यही छ, बोसो जमिएको छ। अब यसको चाहिँ हल्का साइडको बोसो बोसो त धेरै हल्का निकालिदिन्छु है त। अब यसको पनि हामीले हल्का माथि माथि लेट जाने रेखा मात्रै लगाएर अनि हल्का गर्दै यसको माथि माथि मात्रै लेट जानुपर्छ है जहिले पनि। बाहिर मात्रै हल्का साइडको पनि फर्काएर अब साइडको पनि हल्का यो फाल्ने है त। यो साइडको हल्का फाल्न गइरहेको छु। अब सालमन माछाको काँडा निकाल्न गइरहेको छु। काँडा चाहिँ यो भागको यो बिचभन्दा थोरै माथिको यो बिचको रेखा छ होइन, यो बिचको रेखाको थोरै माथिपट्टि हुन्छ काँडा लगाउनुहोस्। यहाँनिर हामीले यसरी छाम्दाखेरि टक्क भेटिन्छ। म काँडा निकाल्न गइरहेको छु। हामीले काँडा निकाल्दा चाहिँ यहीँबाट जानुपर्छ, यतै यो साइडबाटै जानुपर्छ। अनि त्यसपछि यो निकालिसकेपछि फेरि चेक गर्ने हामीले, यो हातले चेक गर्ने काँडा माछा काँडा छ भने यहाँनिर यस्तो फिल हुन्छ। काँडा सबै निक्लेको छ छैन। ल यो एउटा पार्ट सक्यो। अब अर्को पार्ट निकाल्ने है त। सेम गरेर निकाल्ने हामीले, यहीँदेखि जानुपर्छ हामीले निकाल्दै। साह्रो छ काँडा। सकेको छ ल यो सुसीको लागि चाहिँ 1/4 गरेर राखिन्छ हैन। अब के गर्नु लागि चाहिँ यहाँ बीचको भाग छ, बीचबाट 1/2 गराउने अनि बीचबाट काट्ने। माथिको भागको चाहिँ ससेमीको लागि युज गरिन्छ, तलको भागको चाहिँ हामीले निग्रीमा युज गर्ने है त। भयो तपाईँहरूलाई म भन्न गइरहेको छु, यो चाहिँ ससमीको लागि एकदम राम्रो पार्ट हो। यो चाहिँ बेली पार्ट, यो निगेरीको लागि हामीले जहिले पनि युज गर्छौँ।
आजको भिडियो यहाँलाई कस्तो लाग्यो कृपया कमेन्ट्स गर्न नबिर्सिनु होला। यदि भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। आगामी भिडियोहरुमा अझै स्पेशल सुशीका रेसिपीहरु लिएर आउने छु भन्दै आजलाई यति नै। धन्यवाद। यहाँहरुको दिन शुभ रहोस्। बाइ बाइ।